ल, अब सिधै विषयवस्तुमै जाउँ है त। यो प्रस्तुतिमा स्वागत छ। आज हामी एउटा यस्तो गजबको सिनेम्याटिक एनिमे कन्सेप्टको कुरा गर्दैछौँ जसले तपाईँलाई ठ्याक्कै स्टुडियो गिब्लीको याद दिलाउँछ। यसको नाम हो हिमाली कुइरोको मौन पर्खाइ। सुन्दै कस्तो रहस्यमय छ नि होइन? यो केवल एउटा कथा मात्रै होइन, यो त अनन्त पर्खाइ र कहिल्यै नभनिने मौन प्रेमको एउटा यस्तो दुःखद चित्रण हो नि जसले जो कोहीको मन छुन्छ। आज हामी यो दृश्य, ध्वनि र भावनाको गहिराईलाई एकदमै नजिकबाट केलाउनेछौँ। सुरुदेखि अन्त्यसम्म यसले कसरी एउटा त्रासदीपूर्ण पर्खाइलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ त्यो हामी क्रमैसँग हेर्नेछौँ। अब एकछिन कल्पना गर्नुहोस् त, पश्चिमतिर घाम डुबिसक्यो, तर ती काला पहाडका टाकुराहरूमा अझै पनि रातो आभा देखिँदैछ। तल गहिरो गल्छीमा एउटी नदी आफ्नै सुरमा बगिरहेकी छ। साँच्चै भन्नुपर्दा त्यो नदीलाई हाम्रो दुःख, चिन्ता वा मानिसको पर्खाइसँग कुनै सरोकारै छैन। चिसो सिरेटो चलिरहेको छ, बाक्लो कुहिरोले उपत्यकालाई बिस्तारै आफ्नो अङ्गालोमा बेर्दैछ। अनि टाढा कतैबाट एउटा बाँसुरीको मिठो धुन सुनिन्छ। ठ्याक्कै यही माहौलमा मधेसबाट उक्लिएको एउटा एक्लो यात्रु त्यो कठिन पहाडी बाटो छिचोल्दै एउटा सानो चियाघर आइपुग्छ। यहीबाट सुरु हुन्छ एउटा लामो, कहिल्यै नटुङ्गिने मौनता र एक्लोपनको कथा। अब कुरा गरौँ पहिलो चरणको प्रारम्भिक आशायुक्त पर्खाइ, जहाँबाट एउटा मौन प्रेमको सुरुवात हुन्छ। चिसो रातमा उनीहरूको त्यो पहिलो मौन भेटले नै एउटा गहिरो रोमान्टिक लालसाको जन्म दिन्छ। बाहिर जतिसुकै चिसो र अँध्यारो भए पनि भित्रको माहौल भने लालटिनको मधुरो पहेँलो उज्यालोले एकदमै न्यानो छ। पहाडकी एउटी साधारण तर एकदमै फुर्तिली युवती स्यानी जब उनले त्यो थकित यात्रुलाई पहिलोपटक देख्छिन् नि, उनको मनमा कतै भित्र एउटा अव्यक्त प्रेम पलाउँछ। भोलिपल्ट बिहान कुहिरो छिछोल्दै यात्रु आफ्नो बाटो लाग्छ। तर जाँदा जाँदै उसले एउटा सामान्य बाचा गरिदिन्छ, म 15 दिनमा फर्किन्छु है। 15 दिन। यात्रुका लागि त यो सायद एउटा सामान्य बोली मात्रै थियो होला, तर स्यानीको लागि यो त उनको जीवनकै आधार बन्न पुग्यो। ती 15 दिनसम्म स्यानीको त्यो युवावस्थाको उत्साह, ऊर्जा र आशा साँच्ची नै हेर्न लायक छ। उनी हरेक बिहान घाम झुल्केदेखि अस्ताउन्जेलसम्म त्यही पहाडको बाटो हेरेर बस्छिन्। कस्तो गजबको आशायुक्त पर्खाइ, जहाँ हरेक पल एउटा मिलनको कल्पना हुन्छ। तर 15औं दिनको रात पनि आइपुग्छ। दिनभरिको व्यग्र पर्खाइपछि जब रात पर्छ, तब सानीको मनमा बुनिएका ती सबै मिलनका सुन्दर सपनाहरू सिसा झैँ चकनाचुर हुन्छन्। ऊ आएन। सुन्दा एउटा सानो वाक्य जस्तो लाग्छ, तर यो कथाको सबैभन्दा ठूलो र गहिरो भावनात्मक मोड नै यही हो। यहाँनिर आइपुग्दा उनको त्यो उत्साहजनक आशा बिस्तारै निराशामा बदलिन्छ, र यो कहिल्यै नफर्कने त्रासदीपूर्ण सत्य सानीको मुटुमा सधैँका लागि गडेर बस्छ। साँच्चै भन्ने हो भने यही एउटा रातले सानीको बाँकी सम्पूर्ण जीवनको दिशा नै परिवर्तन गरिदिन्छ। यसपछि हामी प्रवेश गर्छौं दोस्रो चरणमा, दशकौं लामो मौन पर्खाइ। यहाँबाट समयको गति साँच्चै नै एकदमै भारी र बोझिलो बन्न पुग्छ। सुरुवाती दिनहरूको त्यो चञ्चल आशा अब एउटा मौन, अथक र एकदमै पीडादायी पर्खाइमा बदलिन्छ। सारङ्गीको त्यो रुन्चे धुन र पहाडमा सुसाउने चिसो हावाले यो पर्खाइलाई झनै गहिरो बनाउँछ। समय कति क्रूर हुन्छ है! मौसम फरिन्छन्, वर्षौं बित्छन्, हिउँ पर्छ, पानी पर्छ, बसन्त आउँछ, फेरि रुखका पातहरू झर्छन्। सानीको जीवन पनि अगाडि बढिरहेकै छ। उनको विवाह हुन्छ, उनी घरको काम गर्छिन्, घाँस काट्छिन्, परिवार सम्हाल्छिन्। समय बित्दै जाँदा आमाको मृत्यु हुन्छ, युग नै परिवर्तन भइसक्छ। तर अचम्मको कुरा के छ भने यी सबै सांसारिक दायित्वहरू निभाइरहे बा पनि हरेक साँझ उनी त्यही पहाडको बाटोतिर नहेरी बस्न सक्दिनन्। सामान्य जीवन निर्दयतापूर्वक अगाडि बढिरहेको छ, तर सानी, उनी भित्रभित्रै आज पनि त्यही 15औं दिनको रातमा अड्किएकी छिन्। अब यो गहिरो विरोधाभास हेर्नुहोस् त, यो साँच्ची नै मन छुने खालको छ। एकातिर हामी 16-18 वर्षकी ती फुरुङ्ग सानीलाई देख्छौं, जाडोले रताम्मे भएका गाला, एकदमै ऊर्जावान शरीर। तर अर्कोतर्फ दशकौं पछिकी सानी छिन्, अनुहारभरि चाउरी परेको छ, कपाल सेत्तै फुलेको छ, शरीर एकदमै थकित र दुब्लो भइसकेको छ। तर यी दुवै अवस्थामा एउटा कुरा भने ठ्याक्कै उस्तै छ, उनका ती चम्किला र भावुक आँखाहरू। बाहिरी रूपलाई समयले खाइसक्यो, तर ती आँखाहरूमा भने त्यही पुरानै आशा र पर्खाइ आज पनि जिउँदैछ। एउटा मान्छेको जीवन कसरी एउटै बिन्दुमा रोकिएर बस्छ भन्ने कुराको योभन्दा सुन्दर र दुःखद चित्रण अरू के नै हुन सक्छ र? र अब जीवनको अन्तिम चरण, गुमाएको अन्तिम अनुभूति।
दशकौं लामो मौनतापछि एउटा यस्तो साँझ आउँछ नि जसले सबै कुरा सधैँका लागि उल्ट्याइदिन्छ। हामी अब सानीको जीवनको सबैभन्दा हृदयविदारक मोडमा छौं। सानी ढोकामा उभिरहेकी छिन् र एक्कासी त्यही पुरानो प्रश्न सुनिन्छ, यहाँ बस्न पाइन्छ? हो, त्यही यात्रु जो आफै पनि अब निकै वृद्ध भइसकेको छ अचानक तुप्लुक्क आइपुग्छ। तर सबैभन्दा ठूलो विडम्बना के हो थाहा छ? त्यो यात्रुलाई सानीको यो जीवनभरिको पर्खाइ र अगाध समर्पणको बारेमा रत्तिभर पनि पत्तो छैन। उसले सानीलाई चिन्छ, एउटा ढुङ्गामा बस्छ र एकदमै सामान्य पारामा हाँस्दै भन्छ, ओहो, तिमी त बुढी भइसकी छौ। उफ, यो एउटा यस्तो निष्ठुर वाक्य हो नि जसले सानीको जीवनभरिको आशालाई एकै झट्कामा खरानी बनाइदिन्छ। यात्रुको त्यो सामान्य बेपरवाह मुस्कान नै सानीको जीवनको सबैभन्दा ठूलो वज्रपात बन्न पुग्छ। उनले बल्ल महसुस गर्छिन्, जसको बाटो हेरेर उनले आफ्नो सिङ्गो जीवन बिताइन् त्यसको लागि यो ठाउँ त केवल बास बस्ने एउटा सामान्य चौतारी मात्रै पो रहेछ। एउटा जीवनभरिको आशा मात्र 1 सेकेन्डमा अर्थहीन। यो अन्तिम क्षणमा सानीको मुखबाट एउटा शब्द पनि निस्किँदैन, तर उनको अनुहारका ती साना साना भावहरूले नै सम्पूर्ण कथा बोलिरहेका छन्। यो सूक्ष्म दृश्यलाई अलिकति ध्यान दिएर महसुस गरौँ है। पहिलो, त्यो वृद्ध यात्रुको सुस्त उपस्थिति। दोस्रो दृश्य एकदमै नजिकबाट सानीका ती काँपिरहेका आँखाहरूमा केन्द्रित हुन्छ, जहाँ विगतका सारा स्मृतिहरू एकैपटक छल्किन्छन्। तेस्रो, हामी सुस्त गतिमा उनको भित्री पतनलाई महसुस गर्न सक्छौं। उनको शरीरको त्यो शिथिलताले उनको अन्तिम आशा पनि मरेको स्पष्ट सङ्केत गर्छ। र अन्ततः सन्ध्याकालको त्यो मधुरो उज्यालोमा उनका आँखाहरूमा आँसु टिल्पिलाउँछन्। यी सूक्ष्म अभिव्यक्तिहरूले भित्रभित्रै मान्छे कसरी टुट्छ भन्ने कुरालाई एकदमै सटीक रूपमा देखाएका छन्। अब तपाईलाई लाग्ला, यो कथा किन यति धेरै शक्तिशाली छ त? यसको मुख्य कारण हो मानव भावना र प्रकृतिको उदासीनता बीचको त्यो गहिरो तुलना। एकातिर यात्रुको एकदमै सामान्य निष्ठुरता छ अनि अर्कोतिर सानीको जीवनभरिको मौन समर्पण। पृष्ठभूमिमा रहेको त्यो हिमाली परिदृश्यलाई नै हेर्नुस् न। सानीको भित्री संसार पुरै ध्वस्त भइरहँदा पनि नदी आफ्नै गतिमा निरन्तर बगिरहेकै छ, चिसो हावा चलिरहेकै छ। प्रकृतिको यो बेवास्ताले सानीको पर्खाइ कति निरर्थक थियो भन्ने कुरालाई झनै प्रष्ट पार्छ। जब बेलुकीको त्यो उज्यालो बिस्तारै अँध्यारोमा परिणत हुँदै जान्छ नि, सानीको जीवनको एउटै मात्र उद्देश्य र के ऊ फेरि फर्केर आउला भन्ने त्यो प्रश्न पनि सधैँका लागि त्यही अन्धकारमा बिलाएर जान्छ। अन्त्यमा यो प्रस्तुतिले हामी सबैलाई एउटा निकै गहिरो सोचमा डुबाएर छोड्छ। माथिबाट खिचिएको त्यो अन्तिम दृश्यमा जब बाटो बाक्लो कुहिरोमा हराउँछ र तल नदी मात्रै अनन्त रूपमा बगिरहेको देखिन्छ, तब मनमा एउटा प्रश्न उब्जिन्छ। कहिलेकाहीँ कुनै कुराको आशा राख्नु नै के हाम्रो सबैभन्दा ठूलो गल्ती हुन सक्छ? सानीको यो मार्मिक कथाले हामीलाई देखाउँछ कि जब समयले हामीलाई पर्खिँदैन र निरन्तर अगाडि बढ्छ, तब एउटा कहिल्यै पूरा नहुने आशा बोकेर बाँच्नु कति ठूलो त्रासदी बन्न सक्दो रहेछ। यसले हामीलाई समयको स्थायित्व र मानव मनको गहिरो अनि कहिलेकाहीँ एकदमै पीडादायी समर्पणको बारेमा घोरिन बाध्य बनाउँछ। र यही नै हिमाली कुहिरोको मौन पर्खाइको वास्तविक शक्ति हो। यो विश्लेषणमा हामी सँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद।